बत्ती बन्द रहेको अवस्थामा छ। बत्ती बोल्दैन मेयर साहब। जितपुर तपाईको अन्डरमा पर्दैन का जनताहरूले के कर तिर्दैनन्? तपाई यही बाटो भएर ओहोर दोहोर गर्नुहुन्छ, तपाईले हेरिदैन यो? बारा जिल्ला जितपुरमा रहेको मेन सडकमा बत्ती बलेन। आदरणीय दर्शकबिन नमस्कार, म मनोज कुमार शाह। अहिले तपाई हेर्दै हुनुहुन्छ स्पर्श खबर रिपोर्टिङ क्रममा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका जितपुर वडा नम्बर 7 मा आइसकेको छु। जुन यो मेरो पछाडि हेर्दै हुनुहुन्छ न, यो जितपुर सिमरा उपमहानगरपालिकाको राजधानी बन्ने ठाउँ हो जितपुर। जितपुरको मुख्य चौकमा यो जुन मेरो पछाडि बत्ती बल्दैन, तर यहाँका नेताज्यूहरू, यहाँका मेयरज्यूहरूले निर्वाचनमा ठुला ठुला भाषण गर्नुहुन्छ, तर के भाषण गरेर के विकास हुन्छ? तपाईहरूको अगाडि, तपाईहरूको बीचमा रहेको ओहोर दोहोर गर्नुहुन्छ, यही बाटो 100 चोटि जानुहुन्छ जनताहरूको माझमा भोट माग्न, तर बत्ती बोल्दैन। के तपाईहरूको लाज शरम छैन? लाज लाग्दैन? यस्तो ठुलो सहर भएर जितपुरमा एउटा बत्ती बोल्दैन। बत्ती लागेको छ आदरणीय दर्शकबिन, तर यहाँका नेताहरूले के गर्नुहुन्छ? म विकास गर्छु। विकास नगर्नुस्। जुन विकास भएको छ भने त्यसलाई नै बालेर हेराउन न। दिनहुँ दुर्घटना हुन्छ। यहाँका जनताहरू मोटरसाइकलले, बाइकले, गाडीले ओहोर दोहोर गर्नुहुन्छ, तर अँध्यारो कारण यहाँ दिनहुँ दुर्घटना हुन्छ, दिनहुँ मृत्यु हुन्छ। यसको जिम्मेवारी कसले बोक्छ? को बोक्छ? म यहाँका निकायहरू किन मन बसिरहेछन्? के बोल्नु परेन? यो बत्ती बोल्नु परेन? हजुर अहिले काम लाउनु भएको? म त सिमराबाट आइरहेको छु सर। हजुरले यो जितपुर सिमरा भन्ने राजधानी ठाउँ हो। एकदम तर जितपुरमा बलेको बत्ती बलिरहेछ, तपाईँ के भन्न चाहनुहुन्छ? यो भन्दा अब म बढी के भन्नु, यो सबभन्दा ठुलो यो हाम्रो यो जितपुर उपमहानगरपालिकाको हो। यो कम्तीमा बत्ती बाल्नु पर्ने। हिजो अस्ति नै त्यो हाम्रो अगाडि त्यो के छ, कुन मन्दिरको अगाडि दुर्घटना भएको छ। यही समयमा यही बत्तीको कारणले नै दुर्घटना भएको छ। त्यहाँ बत्ती छैन। यहाँ पनि मेन चौकमा सर, यो जितपुरको हाम्रो यो चौकको यस्तो भन्नु, यो चारैतिरको एउटा हजुरले भन्नुभयो राजधानी ठाउँ हो, सही हो, तर अहिले बत्ती बोलिरहेछ। किनभने कुन बेर यहाँ एक्सिडेन्ट हुन्छ, के हुन्छ त्यो थाहा हुँदैन। अँध्यारो छ, पुरै अँध्यारो छ हेर्नु। तर यो कुनै निकायको यो थाहा छैन कि यहाँ बत्ती किन बोलिरहेको छैन, किन के समस्या छ, त्यो कसैलाई सर चासो छैन यो कुरा। यत्रो सडक सहर हुँदा पनि यत्रो बत्ती बालेको छ, राज्यले लगानी गरेको छ, तर बत्ती बोलिरहेको छैन। तपाईँ के भन्न चाहनुहुन्छ? सर, बाटोमा हिँड्दा हामीसँग धेरै गाह्रो हुन्छ, एक्सिडेन्ट हुन धेरै गाह्रो हुन्छ। यहाँ धेरै एक्सिडेन्ट हुन्छ, दिनै एक्सिडेन्ट हुन्छ। ट्राफिक पनि हेर्नु पर्यो, यहाँको व्यवस्थित निकायले पनि हेर्नु पर्यो। अनि सर, यो जेब्रा क्रसिङको पनि सर पालना राम्रोसँग गर्नु पर्यो। अनि ट्राफिक एनी टाइम बस्नु पर्यो, यहाँ एक्सिडेन्ट हुँदैन। लाइट चाहिँ एनी टाइम बल्नु पर्यो सर यहाँको।